बृहदारण्य उपनिषदको 26 अध्यायको 28 श्लोकमा लेखेको छ अत्र ब्रह्म समुष्णते मानुषम लोकम मोक्षद्वारम स्वर्गमुनि संसारमा येशू ख्रीष्ट बाहेक अरू कसैमा मुक्ति छैन है भनेको छ। अश्रद्धम परमम पापम श्रद्धा पापम प्रमोचनी महाभारत शान्ति पर्व येशूको विश्वास नगर्नु पाप हो, येशूको विश्वासले पापलाई हटाइदिन्छ भनेको छ। अब हेर्नुहोस् योभन्दा प्रमाण हामीले कति पाउनु। येशूको विश्वास नगर्नु चाहिँ मानव जातिको निम्ति पाप हो, तर येशूको विश्वासले पापलाई हटाइन्छ। अब यहाँनिर आएपछि हामी के कुरामा गलबदी गर्छौँ भने हामीले के पाप गर्यौँ, हामी कसरी पापी भयौँ भन्छौँ भन्दैनौँ न। हामीले चोरेका छैनौँ, ढाँटेका छैनौँ, हत्या गरेनौँ, बलात्कार गरेनौँ, कुनै अपराधी कार्यक्रम कुनै पनि जघन्य अपराध हामी संलग्न छैन, हामी कसरी पापी भयौँ भन्छौँ। तर तपाईँ घरमा एउटा पण्डितलाई बोलाउनुहोस्, सत्यनारायण सबैभन्दा सानो पूजाको कुरा गर्छौँ, सत्यनारायण पूजा लगाउनुहोस्, ब्राह्मणलाई बोलाएर तपाईँले छरछिमेकी पाती चढाउनलाई छरछिमेकी बोलाउनुहुन्छ, इष्टमित्र बोलाउनुहुन्छ। ब्राह्मण पाप कर्माणाम पापात्मा पाप सम्भव त्राइमन पुण्डरीकाक्ष सर्वै पाप हर हरि भनेर तपाईँको आँखामा यसरी हात दलाउँछ लाउँछ भने त्यसले भनेको चाहिँ के हो भने म पापमा जन्मेँ, पापमा हुर्केँ, पापमा बढेँ, अब भोलि फेरि पापमै मर्दैछु भनेको। तपाईँले दिनभरि गरेका आज पूजा खोइ त उता पापमै मर्दै रहेछ त भनेपछि पाप मेट्दो रहेछ। वैदिक शास्त्रले मेट्दैन नि त। पाप मेट्नको निम्ति येशू प्रभु यो संसारमा आउनुभयो अनि येशू प्रभुलाई जबसम्म तपाईँले र मैले विश्वास गर्दैनौँ हामी मुक्ति हुनै सक्दैनौँ नि। तपाईँ र म त नरकमै जानुपर्छ। गरुडपुराणमा बडो मजाले लेखेको छ त हौ पापिनम नपतिष्ठन्ति दानम जलञ्जल यत क्षुध व्याकुलयन्ति पिण्ड दाना भुजपिते। पिण्डदान खाएर गएका आत्माहरू त सबै नरकमा जान्छ भनेको छ। बडो मजाले तपाईँलाई र मलाई पण्डितले बुझाएन र हामी मक्क परेर पिण्डदान लडाएको लडाइछु त। पिण्डदान खाएको आत्मा त प्रेत आत्माबाट नरकमा जानुपर्छ भन्छ। अमसुष्ट मात्र पुरुष हो हाहा कुर्बन कले बारात भनेको छ। एउटा मान्छेको शरीरबाट बुढी अमलाको टुप्पो जत्रो भएर गएको आत्माले त बडो दुःख पाएर मलाई भोक लाग्यो तिर्खा लाग्यो भने काँडा घारीको बाटोमा हिँड्नुपर्छ भन्ने त्यो श्लोकले भन्छ। एकोपी पुत्र धर्मात्मा सर्वतारे ते कुलम। एउटा धर्मात्मा पुत्रले मात्र सबै कुलहरूलाई पार तार्छ। तपाईँ हाम्रो पुत्रले के को हाम्रो कुललाई पार तार्छ तार्दैन त। एकोपी पुत्र धर्मात्मा सर्वतारे ते कुलम। एउटा धर्मात्मा पुत्रले मात्र सबै कुलहरूलाई पार तारिन्छ। त्यो धर्मात्मा पुत्र कस्तो हुँदछ भन्दाखेरि ब्रह्मयोधा पुत्र नैति सङ्ग्रहित स्तोदनयत एवं ज्ञात्वा खगश्रेष्ठ हिन जाति सुतम त्याजित भन्छ। ईश्वरीय विधि विधानद्वारा बिहे भएकी स्त्रीको घरबाट जन्मेको पुत्रले पो स्वर्ग लैजान्छ। तपाईँ हामी श्रीमान श्रीमतीको मिलनद्वारा जन्मेको पुत्रले स्वर्ग लैजाँदैन भनेर बडो मजाले लेखेको छ, व्याख्या गरेको छ। अब त्यत्रो बुझी पनि तपाईँ हामी फेरि त्यही गरिरहेका छौँ, हाम्रो पुत्रको भरोसा गरिरहेका छौँ। हामी तपाईँलाई र मलाई माया दिन्छन्। हाम्रो पुत्रले हामीलाई संसारमा सुख बडो मजाको शिक्षा अध्ययन गरेर राम्रो राम्रो युनिभर्सिटीमा पढाउनु भोलि जागिरे हुन्छन् छोराछोरी, बडो मजाले पैसा कमाउँछन्, तपाईँलाई मलाई आनन्दमा राख्छन्। नमरु जस्तो बडो मिठो दिनेपछि खिर घिउहरू खुवाउला हामीलाई। छेत्री बाहुनले खान्छ मिठो कुरा त्यही त हो, मिठाई खिर घिउ।